हेलो साथीहरू, नमस्कार। आज हामीहरू एउटा विशेष सन्दर्भमा कुरा गर्न गइरहेका छौँ। त्यो भनेको आजकल यो बर्खाको सिजन आउँदैछ। भनौँ नेपालमा साह्रै गाह्रो छ, धुलो धुवा हावाहुरी यो पुरै नेपालको र इन्डियाको पनि यही अहिलेको स्थिति छ। हामीहरू कुरा गर्न गइरहेको टपिक हो आँखा रातो भयो के गर्नु। आँखा धेरै कारणले हुन सक्छ, तर आज हामी रातो आँखा जो हामी घरमा केही गर्न सक्छौँ कि तुरुन्तै आँखा अस्पताल नपुग्यो पनि हुन्छ कि भन्ने यस्तो लागिरहेको छ भने त्यसको लागि हामीहरू कुरा गर्छौँ। जस्तै आँखा रातो भयो, अब चोटपटक लाछेन, अब हामीहरू यतातिर कुरा गरौँ, चोटपटक लाछेन, आँखा रातो भयो भने हामीहरूले आँखा रातो हुनुको कारण हेर्छौँ। आँखा रातो कहाँनिर हुन्छ भनेपछि हाम्रो यो सेतो भाग छ, सेतो भागको माथिल्लोपट्टि पातलो झिल्ली हुन्छ, एउटा सानो झिल्ली जसलाई कन्जङ्क्टिभा भन्छौँ। त्यो झिल्लीमा कुनै पनि किसिमको इन्फ्लामेसन हुने अथवा त्यसको नसाहरू फुलिने, डाइलेट हुने भयो भने हामीले रातो देख्ने हो, रातो हुने हो। रातो सँगसँगै अरू सिम्टम पनि हुन्छ। अब तपाईँले आँखा रातो भयो, दृष्टिविहीन गराउने अवस्थामा पनि रातो हुनसक्छ र घरमै बसेर हामीहरूले 1-2 दिन यस्तो गरौँ न त भनेर गर्ने अवस्थामा पनि रातो हुनसक्छ। यो भनेको मेरो एउटा अर्को भिडियो छ, कुन रातो आँखा डेन्जर हो, कुन रातो आँखा डेन्जर होइन भनेर एउटा भिडियो छ। त्यो भिडियो हेर्न सक्नुहुन्छ। डेन्जर आई, रेड आई र नन डेन्जर रेड आई भनेर छ त्यहाँ। अब हामीहरूले घरमै बसेर के हेर्नु, जस्तै आँखा रातो, अब आँखा रातो जस्तै दुख्छ, एकदमै पेन भइरहेछ, दृष्टि कम भइरहेछ, एकदमै धेरै कचर आइरहेछ, घाममा हेर्न गाह्रो भइरहेछ, हेडेक भइरहेछ, आँखा पनि दुखिरहेछ भने त्यस्तो स्थितिमा नजिकको आँखा अस्पताल तुरुन्तै जानुपर्ने हुन्छ। तर तपाईँको आँखा रातो भयो, रातो मात्रै भइरहेछ, आँसु आइरहेछ, कचेरा पनि अब धेरै लाग्दैन, बिहान उठ्दा लाग्छ, तर यसरी लिँदा छ्याप लागिरहेछ र त्यो स्थितिमा भने हामीहरूले जस्तै अब भाइरल अथवा ब्याक्टेरियल अथवा एलर्जी कन्जङ्क्टिभाइटिस भन्ने हुन्छ। भाइरल ब्याक्टेरियल कन्जङ्क्टिभाइटिसमा त एकदमै धेरै तपाईँको कचेरा आउने हुन्छ, त्यसले गर्दा हामीले त्यसै छुट्याउन सक्छौँ। जुन भाइरल कन्जङ्क्टिभाइटिस हो, प्रायः जस्तो भाइरल कन्जङ्क्टिभाइटिसहरू एउटा आँखामा हुन्छ। एउटा आँखामा भइसकेपछि त्यसको 2-3 दिनपछि अर्को आँखामा हुनसक्छ। र प्रायः एलर्जी कन्जङ्क्टिभाइटिसहरू भने दुईटै आँखामा एकैचोटि हुनसक्छ। एलर्जी कन्जङ्क्टिभाइटिसहरू धेरै चिलाउँछ, आँसु आउँछ, यो डिलहरू यसो सुन्निन सक्यो, परेलाको डिलहरू पनि सुन्निन सक्यो। एक त अब त्यो इन्फ्लामेसनले पनि सुन्निन सक्यो, अर्को कुरा तपाईँको हामीले मिच्छौँ त्यसले गर्दा पनि सुन्निन सक्यो। र अर्को बच्चा बच्चीमा भने अहिले भाइरल कन्जङ्क्टिभाइटिसको सिजन चलिरहेछ। बच्चा बच्चीमा यो तल रातो हुने, यो बाहिर परेलाको बाहिरपट्टि रातो हुने, सुन्निने, आँसु धेरै आउने र यो टाँसिन पऱ्यो भने पनि बिहान पख अलिअलि टाँसिने हुन्छ भाइरलमा। तर एलर्जीमा भने त्यो पनि नहुन सक्छ, च्याप लाग्ने धेरै हुन्छ, एलर्जीमा चिलाउँछ धेरै। यस्तै स्थितिमा हामीहरूले तुरुन्तै डाक्टरकोमा नगएर हामीहरूले घरमा पनि केही गर्न सक्छौँ। आँखामा पानी छाप्नु भने हुँदैन यो कुरा। कसैले भन्छ कि आँखामा पानी छाप्नुहोस् भन्छ, त्यसको म एकदमै विरोधी हुँ। मलाई पानी छाप्नुहोस् भन्ने शब्द मलाई मन पर्दैन। किनभने चाहिँ हाम्रो आँसु जो हो, आँसुमा भिटामिन ए हुन्छ जसले प्रोटेक्ट गर्छ, त्यसमा इन्जाइमहरू हुन्छ, अक्सिजन हुन्छ, ग्लुकोज हुन्छ, प्रोटिन हुन्छ। हामीलाई सबै त्यो पखालिदिन्छौँ। जो हाम्रो कर्नियालाई खुवाउने चिजहरू हुन् त्यो चिजलाई पखालिदिन्छौँ हामीले पानीले, त्यसपछि राम्रो खोज्छौँ भने कसरी हुनसक्छ। यदि तपाईँको आँखामा केही परिहाल्यो, करेन्ट बढी पऱ्यो, केमिकलहरू पऱ्यो भने त सफा गर्नु होला पानी छापेर, नत्र भने पानी छापेर सफा गर्नु एकदमै राम्रो चिज होइन। बस के गर्न सकिन्छ भने तपाईँले फ्रिजको बोतल लिएर अथवा आइस लिएर अथवा चिसो पानीमा कपडा भिजाएर तपाईँले आँखा चिम्म गरेर दिनमा 2 पटक अथवा 3 पटक आँखा सेक्न सक्नुहुन्छ। त्यसले गर्दा तपाईँको रातोपन कम भइहाल्छ। र एउटा घर छेउमा कतै गएर एउटा लुब्रिकेटिङ ड्रप किनेर 2-2 घन्टामा त्यसलाई हाल्न सक्नुहुन्छ। त्यो गयो भने 1-2 दिन हेरेर तपाईँको त्यो आराम हुँदै गयो भने तपाईँ त्यतिको लागि नजिकको आँखा अस्पताल अथवा टाढा आँखा अस्पताल छ भने पनि जानुपर्ने अवस्था हुँदैन। तर मैले अघि नै भने जस्तो एकदमै दुख्न थाल्यो, दृष्टि कम छ, त्यो स्थितिमा जानुपर्छ। प्रायः अब आँखा घोचिसकेपछि सबकन्जङ्क्टिभल हेमोरेज भन्ने हुन्छ। कतिपय बेला बाहिर घोचेको हुन्छ, ड्राई आईमा पनि हुनसक्छ।
प्रेसर सुगर भएको बेलामा हुनसक्छ, हाच्छिउँ गर्दा अथवा कन्स्टिपेसन छ भने पनि सब कन्जङ्क्टिभल हेमोरेज भनेको त्यो सेतो भाग र त्यो झिल्लीको बिचमा कुनाएर बस्न सक्छ। त्यस्तोमा पनि हामीले चिसो पानीले सेक्ने लुब्रिकेटिङ ड्रप हाल्ने गर्यो भने पनि त्यो आत्तिनु पर्दैन। यसलाई भने 2-3 हप्ता जति नै लाग्न सक्छ। त्यही भएर हामीले तुरन्त आँखा अस्पताल जानुपर्ने स्थिति भनेको रातो आँखा त छ, तर तपाईँले कम देख्नुहुन्छ, धेरै दुखिरहेछ भनौँ न, जलबिन्दु, अब युबिआइटिस भन्ने हुन्छ, इन्फ्लामेसन, आँखाभित्रको इन्फ्लामेसन हुन सक्यो। त्यसपछि केही करेन्ट बढी आँखामा केही चिज परेर हुन सक्यो। यस्तो अवस्थामा भने तपाईँ तुरुन्तै नजिकको आँखा अस्पताल जानुपर्ने हुन्छ। अन्यथा तपाईँले मैले भने जस्तो गरेर केही हदसम्म 1-2 दिन हेरेर त्यसपछि पनि भएन, ठिक भएन, धेरै कचरा आउन थाल्यो, कम देख्न थाल्यो, घाममा अप्ठ्यारो हुन थाल्यो भन्नेको स्थितिमा भने तपाईँ नजिकको आँखा अस्पतालमा जान सक्नुहुन्छ।